नमस्कार, म पशु प्राविधिक। आज सम्पूर्ण व्यावसायिक रूपमा पशुपालन गर्ने कृषकहरूको लागि मैले सानो सचेतनामूलक भिडियो लिएर आएको छु। अहिले विशेष गरी पशुहरूमा समस्याहरू धेरै खालका देखिन्छन्, तर पनि व्यावसायिक रूपमा गर्ने कृषकहरूको लागि चाहिँ जुन यो बाँझोपन भन्ने समस्या एकदमै देखा परिरहेको छ होइन। यो भनेको चाहिँ व्यवसायलाई नै पर धकेल्ने खालको समस्या हो। यो म्यानेजमेन्टल प्रब्लम हो, खास गरी विशेष गरी म्यानेजमेन्टको कारणले गर्दाखेरि हुने गर्दछ होइन। त्यसमा अब केही कुराहरूमा किसानहरूले विशेष गरी ध्यान दिनुपर्ने होइन पर्नेछ। त्यसमा म केही कुराहरू तपाईँहरूलाई भन्नेछु, तपाईँहरूलाई त्यही अनुसारले म्यानेज गर्नुलाई। जस्तो कि तपाईँहरूले समय समयमा जुका नाम्लेका औषधिहरू होइन पशुहरूलाई रेगुलर रूपमा खुवाउनु पऱ्यो। रेगुलर भन्नाले अब कम्तीमा पनि 4 महिना होइन, वर्षको 3 चोटिका दरले समय समयमा औषधि खुवाउनुपर्छ, जुका नाम्लेको औषधि खुवाउनु पऱ्यो होइन। अनि त्यस पछाडि यदि त्यस्तो गरिएन भने त्यसले पनि समस्या ल्याउने गर्दछ। जुका नाम्लेको कारणले गर्दाखेरि पनि पशुहरूमा चाहिँ न्युट्रिसनल डेफिसियन्सी होइन, पौष्टिक तत्त्वहरूको कमी हुने गर्दछ है। अनि यदि त्यसको कारणले गर्दाखेरि न्युट्रिसनल डेफिसियन्सी भइसकेको अवस्था भयो भने तपाईँको सप्लिमेन्टहरू दिनुपर्ने हुन्छ होइन। न्युट्रिसनल सप्लिमेन्टहरू, भिटामिन, मिनरल्स, मिक्सरहरू होइन, मिनरल पाउडरहरू, यिनीहरू चाहिँ सप्लिमेन्टको रूपमा सप्लाई गर्नुपर्ने हुन्छ होइन। बडीमा डिफ्रेन्ट खालका मिनरलहरू हुन्छन्, भिटामिनहरू हुन्छन्, जुनले चाहिँ डाइरेक्टली रिप्रोडक्टिभ सिस्टमलाई प्रत्यक्ष रूपमा चाहिँ सहयोग पुर्याउने खालका भिटामिनहरू पनि हुन्छन् है। त्यही भएर यो कुराहरू विशेष गरी फोकस गरेर न्युट्रिसनल डेफिसियन्सीको समस्या सुल्झाउनको लागि भए पनि खुवाउनु पर्ने हुन्छ समय समयमा होइन। त्यस्तै गरी अर्को मेन समस्या भनेको तपाईँको रिप्रोडक्टिभ सिस्टममै समस्या हुन्छ क्या होइन। सिस्टममै समस्या हो, यो चाहिँ म्यानेजमेन्टभन्दा पनि सिस्टममा समस्या हो होइन। जस्तो कि तपाईँको कस्तो हुनसक्छ भन्दाखेरि अब कुनै बेला चाहिँ 5 महिना, 6 महिना होइन, 3 महिना, 4 महिना पशुहरू एबर्सन भइदिने, बच्चा तुइने होइन, यस्तो खालको पनि देखा पर्दछ। यसले पनि तपाईँको धेरै असर गर्छ क्या। जस्तो कि बच्चा तुइने हो भने मानव ब्रुसेलोसिस जस्ता खालका रोगहरू हुन्छ होइन। त्यसको कारणले गर्दाखेरि पनि कम्तीमा तपाईँको 6 देखि 8 महिनाको अवधिमा चाहिँ बच्चाहरू तुइने होइन, त्यस्ता खालका समस्याहरू देखिन्छन् होइन। यदि त्यस्तो रोगै लाग्यो कारणले गर्दाखेरि बच्चा तुइएको हो होइन, पशु तुइएको हो भने चाहिँ त्यसले डाइरेक्टली रिप्रोडक्टिभ सिस्टमलाई, प्रजनन प्रणालीलाई नै असर गर्छ क्या, जसले गर्दा चाहिँ रिप्रोडक्सन नै हुँदैन होइन। हो त्यो कुराहरू पनि विशेष गरी ध्यान दिनुपर्ने हुन्छ है। अनि अर्को कुरा भनेको चाहिँ तपाईँको हर्मोनल डेफिसियन्सी भनेर भन्छ है। त्यो हर्मोनको काम भनेको पशुलाई हिटमा ल्याउने, गर्भलाई लामो समयसम्म सुरक्षित राख्ने होइन, विभिन्न खालका कामहरू हुन्छन् होइन। जुन कुराहरूको कमी भयो भने चाहिँ तपाईँको जुन फिमेलमा उत्पादन हुने अन्डा छ, त्यो अन्डा चाहिँ उत्पादन राम्रोसँग नहुने, विकसित भएर उत्पादन नहुने होइन, कहिलेकाहीँ चाहिँ उत्पादनै नभइदिने है, यस्ता खालका समस्याहरू देखा पर्छन्। त्यो भएको कारणले गर्दाखेरि यी महत्त्वपूर्ण कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ होइन। विशेष गरी मैले भनिहालेँ, पहिलो कुरा त नाम्लेजुका होइन, जुका नाम्लेको औषधिहरू समय समयमा खुवाउनु पऱ्यो। त्यस पछाडि उसलाई चाहिने न्युट्रिसनल डेफिसियन्सीहरू कमी हुनबाट जोगाउनको लागि भिटामिन, मिनरल्स, पाउडर, सप्लिमेन्टहरू चाहिँ रेगुलर दिनु पऱ्यो होइन, समय समयमा दिइराख्नुपर्छ। र महत्त्वपूर्ण अर्को कुरा भनेको चाहिँ तपाईँले प्राविधिक सल्लाह चाहिँ समय समयमा लिनु पऱ्यो, व्यवसायिक हिसाबले गर्ने भइसके पछाडि होइन। प्राविधिकसँग नजिकैका जो कोही हुनुहुन्छ होइन, प्राविधिकहरूसँग सल्लाह लिने, के कारणले यस्तो भइरहेको छ भन्ने कुराहरू, धेरै कुराहरू ध्यान दिनुपर्ने हुन्छ होइन। यस्ता कुराहरू तपाईँ ध्यान दिनुभयो भने पक्कै पनि व्यवसायलाई फस्टाउन पक्कै पनि सहयोग गर्छ जस्तो लाग्छ। मन परेमा सेयर गरिदिनु होला है। हस्, थ्याङ्क यू।